के तपाईलाई जलबिन्दुको बारेमा थाहा छ? जलबिन्दु अथवा ग्लाउकोमालाई साइलेन्ट किलर अफ भिजन अथवा स्नेक थिफ अफ भिजन पनि भन्छ। अर्थात् तपाईलाई बिरामीलाई थाहा नै नहुने गरी यसले बिस्तारै दृष्टि र भिजुअल फिल्डलाई बिस्तारै नष्ट गर्छ। जलबिन्दु तपाईलाई हेर्ने बित्तिकै थाहा हुने समस्या होइन, अरू आँखा रातो हुने जस्तो हुँदैन यो। यसमा तपाईको 40 वर्ष कटिसकेपछि जलबिन्दु हुने चान्स बढी हुन्छ। कसैको शारीरिक समस्याहरू भएर अथवा शारीरिक समस्याको लागि औषधि खाएर पनि यसको रिस्क बढी हुन्छ। कुनै जातिमा यसको रिस्क बढी हुन्छ। आँखामा चोटपटक लागेपछि पनि जलबिन्दु हुन सक्छ। त्यही भएर यो रिस्क फ्याक्टर्सहरू हुने 40 कटिसकेको मान्छेहरूले चाहिँ अनिवार्य रूपमा नियमित आँखा जचाउनु अनिवार्य हुन्छ, किनकि ग्लाउकोमा भनेको धेरै जस्तो एक्सिडेन्टली डायग्नोज हुने कुरा हो। र सबभन्दा महत्त्वपूर्ण भनेको यदि परिवारमा कसैलाई जलबिन्दु छ भने सबै परिवारका मान्छेहरूले एकचोटि आँखा जचाउन जरुरी हुन्छ। योभन्दा बढी जानकारीको लागि आँखा अस्पतालहरूमा गएर देखाउनु होला। धन्यवाद। यो हप्ता हामी जलबिन्दु सप्ताह भनेर मनाउँदैछौँ, मार्च 8 देखि मार्च 14 सम्म। यसको अवसरमा तपाईले पनि आँखा जचाई जलबिन्दु छ कि छैन भनेर निर्ख्योल गर्नुहोला। हस्, धन्यवाद।